म प्रधानमन्त्री भइदिएको साँच्ची हो। प्रहरी हाँसिरहेको, विद्यार्थी हाँसिरहेको, कर्मचारी हाँसिरहेको, पत्रकारहरू पनि तपाईँहरू पनि हाँसिरहेको है, कस्तो रमाइलो हुन्थ्यो क्या। लोकतन्त्र होइन क्या यस्तो त। म प्रधानमन्त्री भए त म त त्यसो गर्थेँ, ट्याक्क बोलाउँथेँ सबैलाई होइन, ल आउनुहोस् है, के छ तपाईँहरूको, हौ कता हो, यसो। कसैले तपाईँ भन्नु कि नभन्नु आफै म पाइ हुन्छ भने क्या। सबै हाँस्थे रे, खुसी हुन्थे रे। म चाहिँ हुँदिनँ, यो नाके प्रधानमन्त्री भएको म चाहिँ हाँस्दिनँ थिएँ, खुसी पनि हुन्थेँ। सामान्य मुख महोदय निषाद चिकित्सकको अवस्था बालेन सरकारलाई त अब त्यसको आय छोटो छ। किन छोटो छ भन्दा पनि संशोधन जुन हाम्रो पनि सुकुम्बासीको नै विधान छ, विधानमा टेकेर काम गर्नुपर्छ क्या। विधान छ, हामीलाई हातभन्दा माथिको जग्गा काटेर दियो भने कोही सुकुम्बासी जङ्गलमा बस्नु पर्दैन, कोही सुकुम्बासी खोलामा बस्नु पर्दैन। कोहीको 200-300 बिघा जग्गा छ भने हामी 10 दुर 5 दुर ओगटेको जग्गालाई हामी किन दोजर लाउने? बालेन शाहको चाहिँ कति सय बिघा छ अरे, कति सय सुन तोला छ अरे, ऊ जस्तो त हामी छैन नि त। त्यसो भएर हामी आफूले मेहनत गरेर कमाएको पैसाले किनेर आफ्नो भाषालाई मर्यादित गर्नुहोस्। यो नेपाली जनताले तपाईहरूलाई निर्वाचित गरेर पठाएको सम्मानित सदन हो। सभामुखले आफ्ना कुरा राख्न खोज्दै गर्दा शान्त भएर सुनिदिनुहोस्। मान्य सदस्यहरू, हामीलाई मारेर पोलेर खानुहोस्। तपाईँलाई सन्तोष छैन भने सन्तुष्टि गर्नुहोस्। कुर्सी पाए है, कुन कुरोमा हामी लडेन, उहाँसँग सबै कुरोमा हामी साथ दिइरहेको थियौँ। आज हामीलाई चाहिँ अब फाल्ने कुरा आयो। के हामी के हो? सुँगुर हो, गाई भैँसी हो, भेडा बाख्रा हो, कुकुर हो, जीव जन्तु हो, जनावर हो हामी। अब के गर्नु? जनावरको त कति मूल्याङ्कन गरेर चाहिँ विदेशबाट हेर्नुहोस् कस्तो छ विदेशमा। अहिले खै नेपालमा त तपाईँले पटक पटक प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा मागिराख्नु भएको छ, अहिले पनि माग्दै हुनुहुन्छ तपाईँ। खास कारणहरू चाहिँ के छन्? अब मैले अस्ति 23वटा कारण मैले देखाएको थिएँ त, हेर्नु पाएन कि के हो? फेसबुक भनिदिनुहोस् न, अहिले यतिका मिडियाहरूले कभरेज गरिरहेका छन्, भनिदिनुहोस्। 23वटा के अरे न्युज 23वटा पोइन्टहरू छन् होइन, जसलाई मैले अहिले सबै कुरा भनिराख्नु भ्याउँदिनँ। उहाँले सीमा प्रमुख कारणहरू के छन्? सीमा रक्षा। हर्क साम्बाङ कस्तो लाग्छ तपाईँले? हर्क साम्बाङ एकदम ठिक छ, काम गर्ने मान्छे हो। हर्क साम्बाङ गर्ने मान्छे हो। धरान कस्तो बनायो के बनायो भन्ने उहाँ मेरो घरै त्यही नै हो, धरान हो होइन। म हर्क साम्बाङ प्रधानमन्त्री बन्ला नि त देशको। बनाउनु पर्छ, हामीहरूले बनाउनु पर्छ, उसलाई प्रधानमन्त्री बनाउनु पर्छ हामीहरूले। तपाईँहरूलाई क्या यो हर्केदेखि कसलाई रिस उठ्छ? मलाई त यसलाई त देख्नै मन लाग्दैन यार आजकल त। यसलाई देख्यो कि मेरो त लास्टै पारा आयो हुन्छ। यसको नाक छ नि यत्रो फर्सी जस्तो परेको, लगेर सुँगुरलाई चारो हालिदिनु पर्ने पकाएर, सिटी कुकरमा लगाएर स्वान बनाएर त्यो सुँगुरलाई पनि बरु अलिकति मिठो मानेर खान्थ्यो होला क्या। त्यसको नाक कति आरिसे, कति यसको त ढाड भाँचिने गरी हान्नुपर्ने क्या। मेरो चाहिँ बाउ थियो भने कसम यसको म कन पारे फुस्काउँथेँ क्या, ज्याम पार्थेँ। बोलिया छ यार, यो मान्छे बोलेर थाक्दैन कि हो, कुनै कति बोलेको यार यो। पहिला मलाई यो नाके हर्के ठिकै लाग्थ्यो कि, अहिले त यसको नाक देख्दा नि मलाई फर्सी जस्तो लाग्छ कि। यसको नाक काट्नुपर्ने यार। अनि नाक काटेपछि बोल्न अलिक कम गर्थ्यो कि, नत्र त कति बोलेको छ यार। पट्ट बोल्दा बोल्दै हार्ट एट्याक आएर मर्छ होला यार यो मान्छे कुन दिन गएर टेबल ठटाउँछ। यसको त पारा हान्थेँ म, मेरो बाउ हुनुपर्ने कि यसलाई मैले यस्तो तलाउँथेँ नि कसम, सिरियसली।
आफ्नो भाषालाई मर्यादित गर्नुहोस्। यो नेपाली जनताले तपाईहरूलाई निर्वाचित गरेर पठाएको सम्मानित सदन हो। सभामुखले आफ्ना कुरा राख्न खोज्दै गर्दा शान्त भएर सुनिदिनुहोस्। मान्य सदस्यहरू, अब म सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट माननीय अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई सम्माननीय राष्ट्रपति महोदयले 2083 वैशाख 28 गते सोमबार सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लिखित आर्थिक वर्ष 2083-84 को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु। मान्य सदस्यलाई एकैछिन मैले मान्य सदस्यहरू मान्य सदस्यहरू मान्य सदस्यहरू मान्य सदस्यहरू मान्य सदस्यहरू म केही भन्न खोज्दैछु। मान्य सदस्यहरू मान्य सदस्यहरूलाई मैले केही भन्न खोज्दैछु। मेरो कुरा सुनिदिनुहोस्। मान्य सदस्यहरू मान्य सदस्यहरू मान्य सदस्यहरू मान्य सदस्यहरू मान्य सदस्यहरूसँग नियमावली छ। मान्य सदस्यहरूले बनाएको नियमावली मान्य सदस्यहरूले बनाएको नियमावली पढेर सुनाउन चाहन्छु। मान्य सदस्यहरूले बनाएको नियमावली म पढेर सुनाउन चाहन्छु। मान्य सदस्यहरूले बनाएको नियमावली मान्य सदस्यहरू आफ्नो भाषालाई मर्यादित गर्नुहोस्। यो नेपाली जनताले तपाईहरूलाई निर्वाचित गरेर पठाएको सम्मानित सदन हो। सभामुखले आफ्ना कुरा राख्न खोज्दै गर्दा शान्त भएर सुनिदिनुहोस्। माननीय सदस्यहरू
मान्य सदस्यहरू, सभामुखले केही भन्न मिल्छ? मान्य सदस्यहरू